स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानलमा खोजेर सम्झिनुहुन्छ होला म सम्झिन्छु होइन। आज चाहिँ होइन हिजो दिनभरि पानी पऱ्यो, रात्रिभरि पानी परेर होइन सब बाढी आएर होइन बनाएको छ कि होइन पुरा सारा हेर्नु सक्नुहुन्छ होइन। पुरा खेतमा छिरेका छन् क्या होइन सारा उहाँ माथिबाट चाहिँ होइन पुरै खोला बढेर आएर खेतमा छिटेको छ क्या। यो चाहिँ हाम्रो खेत हो कि होइन, यसमा पनि पानी जमेर अस्ति भएको छ र यहाँ पनि हेर्नु सक्नुहुन्छ पानी जमेर एकदम अस्ति भएको छ होइन। अब कति पाइपला पनि बढिरहेको होइन, तपाईँहरू पनि एकदम साथमा हिँड्नु होला होइन। बाटोहरू अहिले पनि एकदम गाह्रो भएको छ। पानी खेत हो कि रोपिसकेको खेत हो होइन, रोपेको खेत हो। धान सबै सारा डुबा छ क्या, माछा पाल्नु जस्तो भएको छ। ठाउँ चाहिँ सिसानी हो, सिसानी माछा खान्छ। पुण्य जाँदैछ सानो थियो खोला त अहिले पढेर एकदम ठुलो भएको छ होइन। त्यो खोला हेर्न जानको लागि हेर्न सक्नुहुन्छ हाम्रो ग्याङहरू हिँड्दैछन्। खै यता जानु पऱ्यो सबैले यार, नाजुक अवस्था छ। बुढी बुढी हाय दिदी खेतको अवस्था पनि निकै नाजुक भएको छ होइन। त यहाँ सबै आफ्नै सालो साली दिदी मेरो बुढी यता चाहिँ असर पर्छ नि होइन, किनकि त खोला एकदम पारी भयो नि त, एकदम पारी भयो। यता चाहिँ अलिक केही असर गरेको छैन होइन। त्यहाँ चाहिँ हाम्रो घर छ त्यो निलो टिन भएको चाहिँ होइन। अनि त अब पुण्यमा जाँदैछौँ, पुण्यमा गइसकेपछि तपाईँहरूलाई देखाउँछौँ के कस्तो होइन, कतिको बडा छ खोला कति के देखिन्छ होइन। तपाईँलाई हिँड्दै जाऊँ त्यो मान्छे चाहिँ डल्ली छ, बाढी आयो भने डुबाउँछ भनेर भेनाले बोक्यो है। ल हेर्न सक्नुहुन्छ खोला पनि एकदमै धेरै बढेको छ होइन। घर त डुबाउन लागिसक्यो। यो खोला सानो थियो कि एकदम मासु जान्छ नि, त्यो मासु जान्छ यता साइडबाट चाहिँ आउँथ्यो पानी होइन। अहिले चाहिँ बिचमा आएर पानी यसरी आएको छ कि अहिले होइन, दुई तर्फबाट हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि यसो हेरेर त्यसो पार्टी होला है। जाने होइन कसैको के जाने भन्छ छ होइन। यो घरलाई पनि गर्न लागिसक्यो। अब एक दिन पानी छोटा घर अब त्यो बाढीले गर्दाखेरि होइन
लगाएको छ अरे होइन, भिडियो गरेको छ अरे, तपाईँहरूलाई देखाउँछ। हामी जाँदैछौँ तल होइन, गाई गएको भिडियो भइरहेको छ, तपाईँहरूलाई देखाउँछु। गाडी आयो होइन, त्यो बोकेर हिँड्न नसक्दैन, म चाहिँ बोकेर लाँदैछु होइन। गाईलाई ब्रेक लगाएर अगाडि पनि बाटोमा पनि तर नसकिने है। उतातिर पसेर रहेछ जामले। डुबायो भने अलिक बगायो भने खराब हुन्छ। भित्र पसेको छ है, घरको यस्तो बिचल्ली भइरहेको छ। गाडी पनि मुस्किल भएको छ बाटोमा चाहिँ होइन, अड्वाएर छ होइन। त्यो अटोलाई पनि कसरी आउँछ, पानी गडा गडासम्म आएछ बाटोमा पनि क्या, मुस्किल छ हिँड्नलाई चाहिँ होइन। बारिसको मौसममा चाहिँ नेपालमा बस्नेहरूलाई चाहिँ एकदमै धेरै गाह्रो छ, बिजोग छ क्या होइन। अटोको हालत अटोलाई हेर्नुभयो, नेपालको हालत त्यस्तो छ। राम्रो रहेछ है। Yaudah, Ra. Sanu.